जोक होइन, मजाक होइन, हैन, यो रेली हो। त्यही कारणले गर्दाखेरि हामीले त्यत्रो बुझायौँ। अब बुझाउँदाखेरि बुझाएर पनि हामी छिर्यौँ। छिरिसकेपछि साउदी दुबई, कतार, खाडी मुलुकमा जस्तो यहाँ होइन है। अब बुझाएर खाडी मुलुकमा भने पैसा बुझाएर चाहिँ कोही पनि कम्पनीले काम दिन्छ, कम्पनीमा काम गर्न पाइन्छ हैन। तर यहाँ चाहिँ युरोपमा चाहिँ के छ भने त्यो छैन, बिल्कुल त्यो खालको चाहिँ छैन रहेछ यहाँ हैन। आइयो, उनीहरूको काम ल्याउने काम हो, त्यत्र पैसा बुझाइयो, बुझाएर उनीहरूले चाहिँ ढक्क यहाँको एयरपोर्टसम्म ल्याउने काम चाहिँ उनीहरूको काम रहेछ हैन। खास चाहिँ टक्क त्यहाँ ल्याइसकेपछि उनीहरूको सम्बन्ध सिद्धियो, हामीलाई ल्याउने सम्बन्ध सिद्धियो उनीहरूले हैन। उनीहरूको काम के त पोर्चुगल छेड्ने काम मात्रै रहेछ। छेडिसकेपछि अब यहाँ चाहिँ गाह्रो हुन्छ, कोही कसैले आफ्नो काम खोज्नुलाई नि गाह्रो हुन्छ हैन। काम खोजेको भेटेको हुँदैन। जस्तै अब धेरै कुरामा नि आफन्त छैन भने चाहिँ गाह्रै हुन्छ हैन। अब काम खोज्नु पर्यो, खानु पर्यो, लाउनु पर्यो, बस्नुको लागि व्यवस्था आफैले, रुम भाडादेखि लिएर खानेकुरा यतायति हर इत्यादि सबै गर्दाखेरि गाह्रै हुन्छ यहाँनिर हैन। अनि अब त्यही कारणले गर्दाखेरि जति पनि आउनुहुने महानुभावहरू चाहिँ अब पोर्चुगलको बारेमा आएर यहाँ राम्रै छ आए त हैन। तर त्यही हो मैले भने कमाइ अब आफैले खोज्नुपर्छ, काम के गर्ने हो कसो गर्ने भन्ने कुरो पनि फिक्स टुङ्गो हुँदैन। आइसकेपछि 1.5-2 महिना 2-3 महिनासम्म चाहिँ अलिकति गाह्रै हुन्छ। काम खोज्नु पर्यो, खानु लाउनु यताउति हैन, निकै समस्या पर्छ। तर आइसकिसकेपछि भनेको र काम खोजिसकेपछि चाहिँ अलिकति राम्रो हुन्छ। अनि यहाँको सोसियलहरू बनाउनु पर्यो हैन, यहाँको फाइल लगाउनु पर्यो, देखिको लिएर हर इत्यादि यहाँनिर सिस्टम छ नि त एउटा हैन। त्यो सिस्टम